हेलो गाइस, आज म हाम्रो यहाँ बारीमा आएको छु, देखाउँछु। आज मेरो बारी पनि धेरै ठुलो पनि छैन, सानो छ नि त हाम्रो यहाँ बारीमा के गर्न आयो भन्नुभयो होला। काउली फुलेको छ है, काउली ल्याए। काउली एकदम ठुलो ठुलो छ, धेरै ठुलो पनि छैन, ठिक ठिकैको छ। देखाउँछु आजको तरकारी काउली हो। त्यो काउली पनि देखाउनेछु पकाएर। काउली हेर्नु न, तपाईँको यत्रो काउली छ, हेर्नु त। सबभन्दा ठुलो बनाएको काउली यो रहेछ गाइस। सबैभन्दा ठुलो काउली बनाएको त यो क्या हो। हाम्रो यो काउली देखेर नतर्सिनु होला। काउली, यति काउलीको तरकारी कति होला हैन? वेट गर्नु होला, यति काउलीको तरकारी कति होला भनेपछि अब यसको तरकारी पकाउँछु। पुग्छ कि पुग्दैन कतिजनालाई होइन, अर्को पनि छ होइन। अनि फाइनल त्यसपछि मैले बारीमा के छ देखाउँछु होइन। खुर्सानी एउटा फल्या रहेछ, खुर्सानी एउटा फल्या रहेछ होइन। यो खुर्सानी टिपेँ मैले। त्यसपछि धनियाँहरू होइन। अनि त्यसपछि टाढतिर राख्छु। अनि काउली लिएर आयो। त्यसपछि पकाउन तर्फतिर लाग्छु होइन। पकाउन तर्फतिर लाग्यो। त्यसपछि ब्याक पुरा फेरि पुरा बिरामी हुनुहुन्छ, सुत्नु भएको क्या। मन कहाँ हुनुहुन्छ? अनि त्यसपछि मैले कुच्चो ल्यायो, काम झार लाउँछु। छोरी मान्छेहरूको घरको काम भनेको यही त हो नि गाइस। त्यसपछि सक्यो, चलाएर सक्यो। चलाएर सकेपछि अब मम्मी के गर्दै हुनुहुन्छ? मम्मी के गर्दै हुनुहुन्छ देखाउँछु होइन। के गर्न लानु भएको थियो? के गर्न लानु भएको थियो? के गर्न लानु भएको थियो भने मम्मीले यसरी गर्न लानु भएको रहेछ होइन। पानी पनि छिटै सक्छ रहेछ। गाइस यहाँबाट हेर्नु कस्तो राम्रो देख्छ होइन। यहाँबाट कस्तो राम्रो देख्छ होइन। फाइनली अब तल छ, खाना खाना पनि दिन्छु।
टाउको दुख्ला जस्तो भइरहेको थाहा छैन। फाइनली मैले तरकारी पकाएको भिन्डी हाउस त्यति बेलासम्म तरकारी पाएँ। मैले काउली लिएर आएको थिएँ, काउलीको तरकारी देखाउँछु भनेको थियो। काउलीको तरकारी यो चाहिँ बिरामीले खान मिल्दैन, बिरामीलाई पकाइदिएछ यस्तो कालो के को तरकारी भन्नु होला। गेराको तरकारी पकाइछु। काउली कत्रो चाहिँ देख्नु भएको थिएन, काउली कत्रो थोरै टाइम जस्तो स्ट्यान्ड गरेर झ्याउ पनि लगाइरहेको कस्तो लगाइरहेको थिएन। फेरि हलहरू सफा गरेँ होइन, थोरै टाइम थियो। चल्लाको सफा गरेँ, त्यसपछि पालो रहेको छ, बाथरुमको छ। अब पालो रहेको छ, बाथरुम सफा गर्ने छ। बाथरुम पनि थोरै सफा गरेको छु अघि, त्यो टुटिन सकिया रहेछ कि, अनि बाथरुम सफा गरेर त्यसपछि यसको पालो आयो। यो पनि कस्तो फोहोर भयो नि त, यो सफा गर्छु। अनि यसै जाँदो हुँदो रहेछ कि, गाई चाहिँ मैले चाहिँ यसले सफा गर्छु होइन, यसले सफा गर्छु जालीले। जालीले कस्तो टुटियो भने कस्तो भयो, कस्तो नयाँ देख्छ हेर्नु है। 10 मिनट भयो कस्तो नयाँ देख्छ। जति सफा गरे पनि त्यस्तै फोहोर हुन्छ। अब के गर्नु लाग्छ। हेर्नु अहिले कति सफा देख्छ अहिले, यस्तो छ नि। फाइनली अब भाजुलाई हेर्नु कस्तो टल्क्यो होइन, कस्तो मजाको राम्रो भयो। त्यही भएर हेभी चाहिन्छ भन्नुपर्ने छैन, सफा गर्नलाई मन भएपछि हेभी भएन, सफा गर्नलाई हेभी चाहिन्छ भन्नु पनि छैन। तपाईँलाई मन छ काम गर्न सफा छैन लाग्छ भने अब चाहनु त त्यो पनि चाहिन्छ होइन, चाहिन्छ भन्नु छैन। हेर्नु कस्तो दामी भयो। गाई छ नि, फेरि च्याउ पनि लायो। त्यसपछि मैले अब खाना दिन्छु। हेर्नु कस्तो राम्रो भयो।